हजुर के गरिरहेको? म यहाँ पढिरा। त्यहाँ बहिनी उठिसक्यो होला, बहिनी हेर्न जा, अहिले पढ्नु पर्दैन। ल आची भयो त के नाचेर बसिरहेको? यहाँ बहिनीले आची गरेर जा गएर धुइदे। कान्छी म टोयलेटमा। यहाँ बुढाले सबै भद्रगोल गरिसक्यो। यसको कहिले के आफूले नगरी केही काम हुँदैन। बाबुले गाडी गरिदिन्छ नि। आन्टी यो धुने लुगा हो? हो अहिले भिजाइदियो अनि बिहान धोए हुन्छ। ल ल ए कान्छी हजुर भिजाइसक्यो लुगा? भिजाइ। त्यहाँ बहिनीलाई होमवर्क गराइदे त। ल ल फर एप्पल ए फर एप्पल। होमवर्क त मेरो नि गर्नुपर्ने थियो। अब यिनीहरूको होमवर्क सिधै राति गर्नु पर्ला। ए फर एप्पल हो, तिमी पढ। ए फर एप्पल ए फर एप्पल। बसन्तमा फुलेको तिमी एक सुन्दर बगैँचा। बसन्तमा फुलेको तिमी एक सुन्दर बगैँचा। कान्छी हजुर सुते छैन अझै? छैन, यति पढ्नु थियो। भोलि सरले सोध्नुहुन्छ अनि यति पढेछु। ए ल भोलि स्कुल नजा है, त्यहाँ म बाहिर निस्किनु पर्छ, बहिनीहरू हेर्नुपर्छ। हस् त्यो केटीलाई काम गर्न राख्यो हो? को हाम्रो कान्छीलाई के काम गर्न राख्नु भन्नु दिदी, आफ्नै छोरी जसरी राखेको छु, पढ्न हालिदिएको छु। मेरो छोरीले जे खायो त्यही। मेरो नि त दुईटा छोरी छ नि, मलाई माया लाग्दैन त? छोरी सराइ राखेको छ भने हो र? छोरी सराइ हो। त्यो छोरीलाई लुगा किन्ने बेला उसलाई पनि किनिदिने हो। माया गरेर राखेको छु त्यस्तो काम गर्ने भन्दा। म त त्यस्तो छुट्याउने खाले मान्छे होइन नि फेरि। हामीले भर्खरै हेरेको पात्रमध्ये यहाँहरू त कोही पर्नुहुन्न नि? यदि पर्नुहुन्छ भने बेलैमा सचेत रहनुहोस्। बालश्रम एक कानुनी अपराध हो। आउनुहोस् तपाईँ हामी सबै मिलेर बालश्रम निषेधित समाजको निर्माणमा एकजुट बनौँ। विश्व बालश्रम निषेध दिवसको यहाँहरू सम्पूर्णमा शुभकामना।